जस्तै यहाँ चाहिँ अब मेसिन र ह्युमन बिङ देखिराख्नु भएको छ। अनि जस्तै अब मान्छे त आफै इन्टेलिजेन्ट हुन्छ, तर मेसिनलाई त ट्रेनिङहरू गराउनुपर्छ नि त। तर अब मान्छेले चाहिँ के सोच्छन् भने, जस्तै अब हामीले एउटा हिँड्दै गर्दाखेरि फ्लावर देख्यौँ अरे, अनि फ्लावर त हामीले आइडेन्टिफाई गर्छौँ नि त, तर एउटा मेसिन या कुनै सफ्टवेयरले त आइडेन्टिफाई गर्न सक्दैन। अब हो त मेसिनले कसरी बुझ्छ भन्ने कुरा चाहिँ हामीले एनालाइज गर्न सिक्नु पऱ्यो क्या। जस्तै अब हामी इग्नोर गर्छौँ यस्तो कुरालाई, त्यही भएर हाम्रो जुन यो दुनियाँ नै अलिकति स्लो भएको छ। अनि मेसिनहरूलाई पनि सिकाए जस्तै हामी बच्चालाई सिकाउँदा कतिपय कुरा सिक्छ नि, मेसिनलाई पनि सिकाउँदाखेरि सिक्छ क्या, किनभने मेसिन पनि इन्टेलिजेन्ट हुन्छ। एआईहरू सफ्टवेयरहरू जस्तै ट्रेन गराउनुपर्छ। अनि यदि हामीले मेसिनहरू युज गर्न सिक्यौँ भने हाम्रो लाइफहरू सजिलो हुन्छ। अनि त्यही भएर चाहिँ म के भन्छु भनेपछि चाहिँ अब जुन यो मेसिनहरूसँग अलिकति हामीले मिहिनेत गर्नु पऱ्यो। जस्तै अब लेबरहरूले काम गर्छ नि फ्याक्ट्रीमा, अनि लेबर छँदैछ किन मेसिन बनाउनु भनेर त हुँदैन नि त। अब त अटोमेसन सफ्टवेयरदेखि लिएर कतिले रिप्लेस पनि गरिसके। ठिक हो, अब जब जान्छ मान्छेहरूको, तर अब मेसिनले गर्न सक्छ भने मेसिनले नै गरौँ भन्ने कुरा चाहिँ राख्दा हुन्छ। किनभनेपछि अब मेसिन हुँदाहुँदै मान्छेले किन काम गर्नु, त्यो पनि हो। अनि हामीले चाहिँ अब जुन यो मेसिनलाई ट्रेन गराउन चाहिँ सिक्नुपर्छ, किनभने ट्रेन गराउन सिक्यो भने त डेभलपमेन्ट हुने हो यो दुनियाँ, अनि अटोमेसन हुने हो, अनि विभिन्न कामहरूमा सजिलो हुन्छ।